विद्यार्थी भाइ बहिनीहरूलाई म ओर आइदिनुलाई हार्दिक अनुरोध गर्छु। हामीले हाम्रो विद्यालयलाई हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई माया गरेर योभन्दा अगाडि पनि हाम्रो यसै विद्यालयको पूर्व विद्यार्थी नै हुनुहुन्छ यो बुढामा दगिला, उहाँले न्यानो कपडा पनि बाँड्नु भएको थियो हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई। त्यसै गरी यहाँ हाम्रो जुन यो मेटा भोलिन्टियर संस्था छ त्यसबाट गौतम सरले पनि एकपटक यहाँ ट्याक्स बाँडिसक्नु भएको हो पहिला, उहाँहरूप्रति नै हामी कृतज्ञता अर्पण गर्छौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छौँ, उहाँहरूलाई हामी फेरि सम्झिन्छौँ। वास्तवमा यस्तै विद्यार्थी भाइ बहिनीहरूको उद्धारको लागि विद्यार्थी भाइ बहिनीहरूको जुन एउटा न्यानो कपडा बाँडेर विद्यार्थी भाइ बहिनीहरूलाई सहयोग गर्नुभएको छ, हृदयदेखि नै विद्यालय परिवार यहाँलाई पुनः धन्यवाद दिँदै म कार्यक्रमलाई अगाडि बढाउने क्रममा मन्तव्यको क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य अथवा यो समन्वयकारी भूमिका निर्वाह गर्नुहुने हाम्रो लोकपाल लामाज्यूलाई आफ्ना सार्वजनिक सट्टा बनाएर राख्नलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद हाम्रो उत्कृष्ट महानुभावलाई। आजका ट्र्याकसुट वितरण कार्यक्रमका सभाध्यक्षज्यू, त्यसै गरी हाम्रो ट्र्याकसुट वितरण कार्यक्रमका प्रमुख अतिथि धर्मसाक्य भिक्षुज्यू, त्यसै गरी हाम्रो नेता भोलिन्टियरका संस्थापक गौतम अर्जुनज्यू अनि यहाँ उपस्थित भएका सम्पूर्ण विशेष अतिथिज्यूहरूमा म आफ्नो व्यक्तिगत तर्फबाट अनि यस स्कुलका व्यवस्थापन समितिको तर्फबाट स्वीकार्नुहोस्। नमस्ते नमस्ते सबैलाई घाँसो भन्न चाहन्छु। हो, हिजोको दिनमा म स्कुलको सदस्य हुँदै जाँदाखेरि मैले जे बाचा गरेको थिएँ आज पुरा गरेको जस्तो मलाई महसुस पनि लागेको छ र खुसी पनि लागेको छ। किनकि मैले हिजो बोल्दै गरेको थिएँ यही मञ्चमा, म यो स्कुलमा के लिन आएको होइन, म केही दिन आएको छु भनेर मैले बाचा पनि गरेको थिएँ। अभिभावकदेखि लिएर सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पनि मैले बाचा गरेको थिएँ। मैले एउटा बाचा पुरा गरेँ, एउटा बाचा अर्को फेरि मेरो बाँकी छ। कस्तो बाचा थियो भने यति राम्रो बच्चाहरूले धेरै राम्रो नाच्नु भएको थियो, मैले पटक पटक देखेँ हेरेँ र उहाँहरूलाई पनि मैले ड्रेस तयारी गरिरहेको छु। मैले हिजो लिन गएको थिएँ, चुनावको कारणले गर्दाखेरि पसल बन्द भएको कारणले गर्दा मैले हिजो ल्याउन सकिएन। अरू कुनै समयमा म त्यो डान्सको लागि पनि म लिएर आउँछु, तयारी भइसकेको छ। यो बाचा म पुरा गर्न चाहिँ बाँकी छ। मेरो बाचा यो मात्रै होइन, असीमित बाचा छ। स्कुललाई आवश्यकता परेका चिजहरूलाई पहिचान गर्दै यो स्कुलमा के चिजहरू आवश्यकता छ त पहिचान गर्दै मैले जानेको बुझेको सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन गरेर मैले परिपूर्ति गर्ने कोसिसमा सदैव लाग्नेछु। त्यसैले आज मैले जे वचन गरेको थिएँ सुरुमा, मैले गौतम अर्जुनज्यूलाई फोन गरेको थिएँ। आज मात्रै होइन, हाम्रो कोअर्डिनेसन हाम्रो 72 को भुइँचालोभन्दा अगाडि नै हाम्रो कोअर्डिनेसन भएको थियो। त्यो बेला हामीले माङ्गाल गाउँपालिकामा 72 सालको भुइँचालोमा बस्ने घर खाने घाँसपास केही नहुँदाखेरि हाम्रो मेटा भोलिन्टियरका सञ्चालक गौतम अर्जुनज्यूले त्यहाँ पुर्याउनु भएको थियो। मलाई अझै त्यो बेलाको कथा सुन्दाखेरि मलाई अझै नै कहानी लाग्दो लाग्छ। किनकि खानको लागि केही पनि थिएन, बस्नको लागि केही ओतलाउने चिज केही पनि थिएन। त्यति बेला मेटा भोलिन्टियर संस्थाका संस्थापक हाम्रो गौतम अर्जुनज्यूले त्यो ठाउँमा चामल भात दाल बस्ने घाँस बास सबै उहाँले पुर्याउनु भएको थियो। जुन कि त्यो ठाउँमा एउटा प्रति व्यक्ति एउटा 5 बने 6 बने जस्ता प्रति व्यक्ति 10,000 रूपले उहाँले त्यो ठाउँमा गएर पनि बाँड्नु भएको थियो। मलाई आज थाहा छ हाम्रो भर्खरको सम्बन्ध होइन, हाम्रो धेरै पुरानो सम्बन्ध। अनि सुरुमा मैले स्कुलमा सदस्य बन्दै गर्दाखेरि पहिलो फोन उहाँलाई हानी मैले चिनेको, उहाँ धेरै वर्ष अगाडि चिन्दै आएको थिएँ। उहाँले भने गौतम सर यो स्कुलमा अलिकति आर्थिक कमजोरी विद्यार्थीहरू छन्, ट्र्याक्सुटको व्यवस्था गर्नु पऱ्यो भनेर मलाई उहाँले रिक्वेस्ट गर्दाखेरि यो आर्थिक स्थिति आर्थिक अवस्था पनि अलि आर्थिक वर्ष अलि अन्तिम चरण पुग्यो, योपल्ट अलिकति पोस्टपोन नहोला कि भन्ने जस्तो कुरो गर्नुभयो। तैपनि उहाँले तुरन्त मलाई रिजन दिइहाल्नु भयो कि केही समयपछि ल 50% चाहिँ स्कुलबाट गर्नु त भन्ने खालको कुरो गर्नुभयो। अब स्कुलको हालत त मलाई थाहा छ, स्कुलमा कति पैसा छ छैन त मलाई पनि थाहा भएको कुराले गर्दाखेरि मैले यहाँ सरसम्म केही कुरा गरेँ जिज्ञासा राखेँ। अहिले स्कुलबाट हालैसम्म अब देखिएन भन्ने कुरा गर्नुभयो। फेरि अनि हाम्रो आजका प्रमुख अतिथिज्यूलाई मैले फोन गरेँ, उहाँले ठिक छ म आदि म सहयोग गर्छु भनेर उहाँले जुन वचन दिनुभयो त्यसपछि म ढुक्क भएँ। अनि यहाँ आएर गौतम सरसँग कोअर्डिनेसन गर्दै यहाँ नबोलेर नापी आज त्यो पुरा भएको छ। भोलिको दिनमा उहाँहरूबाट पनि धेरै अपेक्षा छ, धेरै सहयोगको आशा राख्छ, माग्ने त हो हामी।
किनकि हाम्रो माग असीमित छन्। त्यसैले भोलि कुरा होला नहोला उहाँले साथ सहयोग त अवश्य हामी पाउँछौँ पनि मलाई आशा छ। भोलिको दिनमा उहाँले गर्नुपर्ने सहयोग त हामी उहाँलाई त्यसै नै राख्नेछौँ। उहाँको क्षमता आफ्नोले भ्याइन्जेलसम्म उहाँले पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने मलाई धेरै आशा पनि लागेको छ। त्यसैले उहाँहरूप्रति म भित्र हृदयदेखि भाइ बहिनी एकचोटि उहाँहरू सबै दुवैजनालाई भनौँ न यहाँ उपस्थित सबैलाई चाहिँ जोरदार ताली स्वागत गर्न है। र आज मसँग पनि हामीले साथ दिइरहेको छैन। त्यसैले मलाई आज खुसीको क्षणमा खुसीको दिनमा यहाँ 2-4 शब्द बोल्न दिनुभएकोमा हाम्रो स्कुल परिवारप्रति धेरै कृतज्ञता व्यक्त गर्दै भोलिको दिनहरूमा आजका दाताहरूप्रति हामी फेरि पनि सहयोगको अपेक्षा गर्दै मेरो 2 शब्द यहाँ पुग्न चाहन्छु। हस्त नमस्ते लासो फाइफुल्ला। धन्यवाद छ हाम्रो विद्यालय व्यवस्थापन समितिका सदस्य लोकमाला लामाज्यूलाई। उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको छ। यति मात्रै होइन, उहाँले विद्यार्थीहरूको लागि नाच र गानको लागि पनि उहाँले व्यक्तिगत रूपमै आफ्नो खर्च गरेर विद्यार्थी भाइ बहिनीहरूलाई कपडा किन्ने उद्घोष गरिसक्नु भएको छ। तयारी नभएको अहिले चुनावले गर्दा म छिट्टै वितरण गर्छु भन्नुभएको छ। अन्य सङ्घ संस्थाहरूसँग पनि समन्वयकारी भूमिका निर्वाह गरेर एउटा असल अभिभावक, एउटा असल जिम्मेवार विद्यालय व्यवस्थापन समितिको भूमिका निर्वाह गर्नुभएको छ। उहाँलाई हृदयदेखि नै विद्यालय परिवार हार्दिक धन्यवाद दिन चाहन्छ। र अब म मन्तव्यकै क्रममा सङ्गम रत्न साक्य सरलाई आफ्नो छुट्टा बनाइराख्नको लागि म हार्दिक अनुरोध गर्दछु। सबैभन्दा पहिले नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय। यहाँ मञ्चमा आसीन हुनुभएका श्रद्धेय भिक्षु धर्मरत्नलाई स्वागत गर्न। त्यसपछि हाम्रो यस वडाका वडाध्यक्षज्यू, यस विद्यालयका प्रिन्सिपलज्यू अनि साथै भर्खर कुमारज्यू, साथै यस विद्यालयका सम्पूर्ण शिक्षकगण, आज उपस्थित हुनुभएका मेरा सबै कल्याण मित्रहरू, साथै चाहिँ सम्पूर्ण भाइ बहिनीहरूलाई मेरो हृदयदेखि नमस्कार, मैत्री मङ्गल कामना। अब खासै म त्यति बोल्न त आउँदैन मलाई। जसरी हाम्रो प्रज्ञा पेन्जीले बोल्नुभयो, त्यसरी हाम्रो कुमार लामाजीले बोल्नुभयो। उहाँहरूले बोल्नुभएको सुनेर केही हुनु कि जस्तो पनि लाग्यो। जस्तो कुमारजीले जुन भन्नुभयो, उहाँले त्यतिखेर आफैले पनि प्रयोग गर्नुभयो। र म चाहिँ यस आज यहाँ उपस्थित हुनु पाउनुभयो कि मलाई चाहिँ एउटा गौरवको क्षण जस्तो मैले महसुस गरिरहेको छु। जस्तो यस्तै अब हामी पनि स्कुल पार गरेर आएका हौँ। हाम्रो जमानामा हामीले पनि यस्तै दुःखहरू देखाइदियौँ पहिला। अब अहिले यो भाइ बहिनीहरूको यहाँ जुन समस्या, जुन दुःख भन्ने हामीले थाहा भयो। मैले चाहिँ मेरो आफ्नो बाल्यकाल पनि सम्झेँ, किनभने त्यो बेला हामीले पनि यसरी नै दुःख भइरहेको थियौँ। र यसरी सहयोग गर्ने त्यो बेला चाहिँ मनकारी दाताहरू थिएन। र म चाहिँ यो हाम्रो श्रद्धेय धर्मरत्न भन्तेसँग यो सम्मानित एउटा समूहको एउटा सदस्य भएको नाताले म यसमा आज जुट्न पाइरहेको छु। साथै मैले यहाँ हाम्रो कल्याण मित्र गौतम महर्जन जुन नेता भोलिन्टियर्सका हुनुहुन्छ, उहाँको अघि कुमारजीले पनि भन्नुभयो, मैले उहाँलाई धेरै अगाडिदेखि नै चिनेको। उहाँ धेरै जसरी नाम पनि व्यक्ता हो, उहाँ मैत्रीले परिपूर्ण हुनुहुन्छ र ठाउँ ठाउँमा गएर उहाँ यस्तै नै मैत्री बाँड्नुहुन्छ र सहयोग गर्नुहुन्छ। मैले उहाँलाई धेरै अघिदेखि फलो गरिरहेको थिएँ र आज सौभाग्यवश उहाँसँग म यसरी अभिन पाउँदा मलाई अझ यो गौरवको क्षण मैले महसुस गरिरहेको छु। र यो माझखण्ड यो गाउँ विकास जुन छ, यहाँ म करिब 4 वर्षदेखि म यहाँ आउने गरेको छु, माथि माझखण्ड बुद्ध विहारमा। र यहाँ आउँदाखेरि नै मलाई किन यो माझखण्डप्रति अलिकति स्नेह, सहानुभूति, अलि माया भएको जस्तो मलाई महसुस भयो। किनभने यहाँको वातावरणहरू एकदम स्वच्छ छ, राम्रो छ। यहाँका सम्पूर्ण यहाँ गाउँले साथीहरू एकदम मैत्रीपूर्ण हुनुहुन्छ र त्यस कारणले मलाई यहाँ बराबर आइरहनु मन लाग्छ। यही महिनामा पनि म यो समय दोस्रो पटक भयो। र अहिले यहाँ जुन यो चिला गाउँमा जुन यो अहिले बिहार बन्दैछ, यो धम्मबोधि बुद्ध विहार, र यस कारणले पनि सायद अब यहाँ पनि मेरो आउनु जानु हुन्छ होला। किनभने म
बुद्ध धर्मप्रति आस्था राख्ने श्रद्धा राख्ने व्यक्ति भएको नाताले बुद्धको पञ्चाबलाई पछि बिहारहरूमा भ्रमण गर्न मन लाग्छ र यसै भ्रमणको सिलसिलामा जुन आज हाम्रो यो यहाँ उहाँको सचिव हुनुहुन्छ बुद्ध बिहारको यो कुमारजी र साँच्चै बुद्ध मन भनेको उहाँको जस्तै हुनुपर्छ किनभने यसलाई भनिन्छ बुद्ध मन वास्तवमा कसैलाई भनौँ न कसैको दुःख देखेर आफूभित्र मैत्री जगाउनु करुणा जगाउनु र त्यसलाई आफ्नो सामर्थ्यले भ्याउन्जेलसम्म सहयोग गर्नु होइन अब यसले गर्दाखेरि जुन यो अहिले भाइ बहिनीहरूको जुन मुहारमा जुन खुसी हामीले देखिरहेका छौँ र लाग्छ आज हाम्रो चाहिँ यो चाहिँ सफल हो हामीले जुन आज कार्य गऱ्यौँ जुन हाम्रो यो सहरहरूको मुहारमा पनि हामीले खुसी देखिरहेका छौँ होइन अब उहाँहरूले भन्नुभयो अब अझै पनि यहाँ यो जुन विद्यालयको जुन यो आर्थिक समस्या छ त्यो अनुसारले अझै पनि सहयोगको आवश्यक छ भनेर उहाँले जुन अघि भन्नुभयो अब हामी हाम्रो तर्फबाट सक्दो हामी चाहिँ अब सहयोग गरौँला हामी चाहिँ अब हाम्रो अहिले हाम्रो बिहार यहाँ बन्दैछ र योभन्दा अगाडि हामीले यो माझखण्डमाथि बिहारमा त्यहाँ एउटा स्कुलमा हामीले बुद्ध मूर्ति स्थापना गरेका थियौँ यो सायद जानकारी होला होइन यो बुद्ध मूर्ति यो मैले यो भन्नुको कारण किन भन्दाखेरि हामी हाम्रो यो व्यक्तिगत रूपमा नैतिक रूपमा हाम्रो चारित्रिक रूपमा हाम्रो जुन विकास हाम्रो सम्भव छ त्यो बुद्धको शिक्षाले मात्रै सम्भव छ र म यो बुद्ध धर्मप्रति आस्थावान भएको नाताले मैले जुन यो बुद्ध धर्मप्रति अलिअलि मैले जुन अध्ययन गरेको छु त्यो नाताले बुद्ध धर्मको शिक्षाले नै हामीले यो भाइ बहिनीहरूलाई चाहिँ भोलि उच्च शिक्षासम्म उहाँले असल नागरिक बनाउनलाई होइन किनभने हामी शिक्षा त दिन्छौँ तर शिक्षाबाट प्राप्त भएर त्यो व्यक्ति भोलि असल हुन्छ कि हुँदैन एउटा प्रश्न त्यहाँनिर छ त्यसकारण चाहिँ नैतिक शिक्षा पनि साथसाथै यदि उहाँ भाइ बहिनीहरूलाई दिन सकियो भने नैतिक शिक्षा भनेको बुद्ध शिक्षा नै हो होइन किन बुद्ध शिक्षाले हामीलाई चारवटा चिज सिकाउँछ मैत्री करुणा मुदिता र होइन मैत्री सबैप्रति हामीले मैत्री व्यवहार गर्नु होइन करुणा हामीले सबैप्रति जसलाई आवश्यक छ त्यसप्रति हामी करुणा फैलाउँ होइन त्यसपछि चाहिँ अनि मुदिता अनि त्यसपछि हामीले जुन करुणा गऱ्यौँ जुन मैत्री देखाए जुन बच्चाहरूको अहिले उहाँहरूमा जुन खुसी मुदिता देखिरहेको छौँ त्यसले गर्दा हामी आफै पनि खुसी भइरहेको छौँ हाम्रो अनुहारमा पनि हामी मुदित हुन पाइरहेछौँ र त्यस्तै गरेर अनि यो उसमा लाग्दाखेरि यसले गर्दाखेरि बच्चाहरू भोलि चाहिँ अरू अन्य बाटोमा नलागौँ त्यो उपेक्षित भाव यिनीहरूमा आओस् होइन अरू बाटो चाहिँ यिनीहरू पन्छ्यौँ त्यसकारण यो शिक्षा पनि अब बिस्तारै विद्यालयबाट चाहिँ यो प्रबन्ध एउटा पनि गर्नु म अनुरोध गर्दछु र यति भन्दै अब जुन आज हामीलाई यो यसरी यहाँ सहभागी हुने मौका दिनुभयो त्यसको लागि यस विद्यालय समूहलाई पनि हामी धेरै धेरै धन्यवादको साथै मलाई यो साथ दिनुहुने हाम्रो भिक्षु धर्मरत्न त्यस्तै हाम्रो विद्यालयका यो बिहारका सचिवज्यू होइन यहाँ सबैलाई र साथै पुनः एकपटक हाम्रो गौतमजीलाई उहाँले चाहिँ हामीलाई सहभागी गराउनु भयो है यसमा आधा हिस्सा हामीलाई पनि दिलाउनु भयो र यस कारणले हामी यहाँ आउनु पायौँ त्यसलाई सबैलाई धेरै धेरै धन्यवाद साधुवाद दिँदै म आफ्नो वक्तव्य दिन चाहन्छु धन्यवाद छ सङ्घरत्न साके सरलाई उहाँले भगवान्ले गौतम बुद्धले देखाउनु भएको सही मार्ग त्यो सही मार्गमा हिँड्न सक्यौँ भने मात्रै हाम्रो जीवन एउटा सार्थक हुन्छ भन्ने महत्त्वपूर्ण कुराहरू यहाँ सुनाउनु भएको छ विद्यार्थी भाइ बहिनीहरू यहाँलाई पक्कै पनि ध्यानपूर्वक सुन्नुभएको छ उहाँप्रति विद्यालय परिवार ज्ञापन गर्छ अब आजका विशेष अतिथि गौतम महर्जन सर विशेष गरी हाम्रो यो मेटा भोलिन्टियरबाट हाम्रो विद्यालयलाई पटक पटक सहयोग गर्दै निरन्तर सहयोग गरिरहनु भएको छ निश्चय नै उहाँले आउँदा दिनमा पनि सहयोग गर्नुहुनेछ उहाँका सार्वजनिक भनाइ राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु यस स्कुलका अनि कार्यक्रमका अध्यक्षज्यू प्रधानज्यू प्रधानाध्यापकज्यू सम्मानित सबै उपस्थित नमस्ते र प्यारा भाइ स्कुल फ्यामिली अनि यता हुनुको तर्फबाट धेरै नमस्ते भन्न चाहन्छु सबैजनालाई एन्ड अलिकति इङ्ग्लिसै भन्न चाहेँ अब साथीहरूलाई एप्रिसिएट गर्नुभएकोले अन बिहाफ अफ अल द काइन्ड अफ विसेस
representing Meta volunteers. We are here at Jan Jagriti Secondary School to enjoy to the dear students, and we are glad that our Venerable Master Damaratna Vante, our school family, we, like other schools, are very glad to share distributing tracts, share happiness here, and would like to thank you all. हेलो सबैमा मेटा स्तरबाट धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूले हामीलाई यहाँ आएर खुसी बाँड्ने मौका दिनुभयो। We are very grateful to all the kind wishes and the school family and Samaditi, Pucha, and all for allowing us to share happiness together. Thank you so much. धन्यवाद सर। एकदम मर्नु सर। भएको छ। अब आजका प्रमुख अतिथि धर्मरत्न ज्यूलाई आफ्ना महत्त्वपूर्ण भनाइ राख्दिनको लागि म हार्दिक अनुरोध गर्दछु। नमो तस्सै भगवतो अरहतो सम्मा सम्बुद्धस्स। हेलो, यस जागृति यो स्कुल जनजागृति स्कुलका प्रधानाध्यापक यहाँ उपस्थित हुनुभएका हाम्रा प्रधानाध्यक्षज्यू लगायत यहाँ सबै टिचर्सहरू, अभिभावकहरू साथै यस स्कुलका भाइ बहिनीहरूलाई म धेरै धेरै मङ्गलमय शुभकामना दिन चाहन्छु। यहाँ आज हामीहरू मेटा भलिन्टियर र हामीहरूको सम्मा डिट्टी पुजा मिलेर यहाँ भाइ बहिनीहरूलाई यो ट्याक्स सेट वितरण गर्न पाउँदा हामी ज्यादै खुसी छौँ। हामीले हामी नगरौँ ल। हामीहरू तपाईहरूलाई जुन ट्याक्स सेटहरू दिन पाउँदा हामी अति नै खुसी छौँ। किन भाइ बहिनीहरूलाई थाहा पाइराख्नुपर्छ है, हामीले तपाईँहरूलाई दिन पाउँदा हामी खुसी छौँ। तपाईँहरू खुसी छ कि छैन? सबै खुसी छ? खोइ सबैले भने न जस्तो सबै खुसी छ। तपाईँहरू भन्दा पनि हामी खुसी छौँ। किन भन्दाखेरि हामीहरूले तपाईँहरू खुसी भएकै हामीहरूको खुसी हो। किन भन्दाखेरि हामीहरूले दान दिन पायौँ है, भाइ बहिनीहरूले ट्याक्स सेट लाउन पायौँ है, तपाईँहरूले दिन पाएकोले हामी ज्यादै खुसी छौँ। यो दानको फल हो, बुझ्नुभयो? दान भनेको जति दान दियो हामी त्यति खुसी हुन्छौँ, हामी दान दिन चाहन्छौँ। यही शिक्षा तपाईँहरूले पनि सिक्नुपर्छ। दान भनेको धेरै ठुलो हो, मन एकदम आनन्द हुनु। हामीहरू कति खुसी छौँ तपाईँहरूले यो ड्रेस लगाएको देखेर है। त्यही भएर जति हामी दिन्छौँ नि होइन, हाम्रो मन त्यति खुसी प्रसन्न भएर आउँछ। हामी जति कन्जुस हुन्छौँ त्यति हाम्रो मन साँगरो भएर जान्छ है। एक पैसा अरूलाई दिनलाई पनि हामी मनदेखि कन्जुसी भयो भने के हुन्छ? पाप लाग्छ, पापी हुन्छ है। धर्म हुनुपर्नेमा पाप लाग्छ।
त्यही भएर तपाईँहरूले पनि यो शिक्षा पाउनुको लागि अब यहाँ के गरिरहेछ बेटा भलिन्टियरले कति सहयोग गर्नुभयो। अब हामी त पहिलो सहयोग हो तपाईँहरूलाई यो दिएको। अघि हामीलाई सरले के भन्नुभयो, जुत्ता यो ट्र्याक सेट भयो, अब जुत्ताको समस्या आउनु थालेछ यहाँ, हो कि होइन? अब त्यो जुत्ता समस्या छ कि छैन सबैलाई? छ? खोइ अब तपाईँहरूको जुत्ताको समस्या छ, हामीलाई थाहा छ नि होइन? त्यो पनि हामीले हेर विचार गरौँला। तपाईँहरूको इच्छा त्यो पनि सायद पुर्याउन सकिन्छ है। तपाईँहरूले पनि इच्छा गर्नुहोस्। के कसरी इच्छा गर्नु पर्यो तपाईँहरूले पनि है? यो दान दिएकोले तपाईँहरू खुसी छ कि छैन? छ है। हामीले पनि दान दिन पायो भने हामी धेरै खुसी हुन्छौँ। तपाईँहरूले जुत्ता पनि पाउन सक्नुहुन्छ। हामीले त्यसमा पनि सोच विचार गरौँला है। अब भाइ बहिनीहरूलाई बुद्ध शिक्षा पढ्ने इच्छा छ कि छैन ल भन्दा? नैतिक शिक्षा पढ्ने विचार छ कि छैन? बुद्धको शिक्षा पायो भने मात्रै तिमीहरू सबै बानी बेहोरा राम्रो भएर आउँछ है। त्यही भएर बुद्ध शिक्षा लिनुपर्छ। बुद्धले शिक्षा दिनुभएको तपाईँहरूकै लागि हो, मानव जातिको लागि हो। यसमा सबैलाई ज्ञान प्राप्त हुन्छ। यो गर्नु हुँदैन, यो गर्नुपर्छ भनेर नहुने काम नगर्ने। हल्ला नगर्नुहोस्, उता हल्ला भइरहेछ है। उहाँको हल्ला भयो भने भन्डेले भनेको के पनि सुन्नुहुन्न है। स्वर मात्रै सुन्नुहुन्छ। हाम्रो मन कहाँ गइरहेको हुन्छ? अन्त गइरहेको हुन्छ। स्वर जान्छ तर केही बुझ्दैन। त्यही भएर हल्ला नगर्नुहोस्। तिमीहरूकै लागि, तपाईँहरूकै लागि भनिरहेको छु है। बुद्ध शिक्षा, बुद्ध भनेको को? सबै मानवहरूलाई राम्रो होस्, राम्रो शिक्षा पाओस्, पछि गएर राम्रो आचरण होस् तपाईँहरू है। त्यो शिक्षा पाउनको लागि पनि हामीले यहाँ पर्यटन शिक्षाको अति जरुरी छ। यहाँ हामीले सरहरूलाई पनि अनुरोध गर्छौँ है। यदि सरहरूले अब तपाईँहरूले पनि हामीले रिक्वेस्ट गरे अनुसार होइन, अब भयो होला मेरो स्वर सुन्छ नि होइन? पछाडि अब तपाईँहरूले बुद्धको शिक्षा पायो भने तपाईँहरूको आफ्नो व्यवहार होइन, बानी बेहोरा राम्रो भएर आउँछ। यसको लागि परिचय शिक्षा अति आवश्यक छ। परिचय शिक्षा भनेको बुद्धले दिनुभएको शिक्षा हो है। त्यो नैतिक शिक्षा तपाईँको राम्रो भएर आउँछ। तपाईँको जीवनमा सुधार आउँछ। त्यसले गर्दा तपाईँहरू ठुलो ठुलो भएपछि होइन हल्ला नगर्नु ए बुझ्यो? हल्ला नगर्नु भने सुनेन है। ध्यान दिएर सुन्नु, कोही पनि हल्ला नगर्ने बुझ्नु है। अब पछि आउँदाखेरि हामीले यहाँ सरहरूसँग कुरा गरेर मिल्यो भने सरहरूको मार्फत तपाईँहरूलाई पर्यटन शिक्षा पनि हप्ताको एक दिन, त्यो पनि 1 घन्टा है, हप्ताको एकचोटि मात्रै तपाईँहरूले पर्यटन शिक्षा पनि सिकाउने हामी कोसिस गर्छौँ है। त्यो अब नजिक हाम्रो के छ, बिहार पनि बनाउँदैछ अनि तपाईँहरूलाई ध्यान पनि सिकाउँछौँ। ध्यान पनि हामीलाई जरुरी छ है। विद्यार्थी बहिनीहरूलाई ध्यान बस्यो भने के हुन्छ, स्मरण शक्ति राम्रो भएर आउँछ। स्मरण शक्ति राम्रो भएर आउँछ है। केही सिकायो भने, ध्यान दियो भने मेमोरी पावर बढेर आउँछ। त्यो सबै पछि बिस्तारै हामी सिकाउँदै जान्छौँ। अध्ययन गर्नु होइन। तपाईँले यो शिक्षा पायो भने तिमीहरूले पढाइमा पनि धेरै तपाईँले मेमोरी पावर बढेर आउँछ। बुझ्नुभयो नि है। त्यही भएर अब हामी चाहिँ लामो समय चाहिँ यहाँ छैन। हाम्रो छोटो समयमा तपाईँहरूलाई चाहिँ यो अब जुन आज चाहिँ तपाईँलाई जुन ट्र्याक सेट दियो, अब जुत्ताको खाँचो, मोजाको खाँचो होला,
है अब के खाँचो होला त्यस्तै हामीले समन्वय गर्दै होइन हामीले पनि सग्लो सहर यस्तोमा चाहिँ तपाईँहरूलाई सहयोग गर्न सकौँ। हामी अघि भने हामीले दान गर्ने इच्छा छ। दान भनेको जति जति दियो त्यति दिन सकिन्छ, जति कन्जुसी हुन्छ त्यति दान दिन सक्दैन। भाइ बहिनीहरूलाई पनि यो दान भनेको थाहा छ। तपाईँहरूले पनि तपाईँले नपट्याए तपाईँले कसैलाई 5 रुपियाँ दिएर हेर्नुहोस् है। तपाईँले ल मैले तपाईँलाई 5 रुपियाँ दियो भनेर दिएर हेर्नुहोस्, त्यो बच्चा दिने बच्चा कति खुसी हुन्छ है। अनि तपाईँ उसलाई दिएर त खुसी भएको देखेर तपाईँ आफै पनि खुसी हुन्छ। त्यही भएर दान भनेको त्यस्तो हुन्छ, जसले पाउँछ त्यो पनि खुसी, जसले दिन्छ त्यो पनि खुसी। त्यस्तो सिक्दै गयो भने हाम्रो मन के भएर आउँछ, चित्त शुद्ध भएर आउँछ, लोभ चित्त हटेर जान्छ है। हामीले हटाउनु हुनुपर्ने त्यस्तो हाम्रो मनमा हुनुपर्ने लोभ चित्त भइरहेको छ नि अहिले, त्यसलाई चाहिँ हटाउनु पऱ्यो, बुझ्नुभयो? त्यस्तो हटाउन सक्यो भने तिमीहरूको बानी बेहोरा राम्रो भएर आउँछ है। अब यो धेरै लामो यहाँ कुरा नगरौँ, हामी माथि पुग्नु पर्ने भएर छोटो समयमा नै तपाईँले अहिलेलाई यति भन्दै छोटो मन्तव्य यही समाप्त गरिदिन्छु। साधु 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 साधु। धन्यवाद छ आजका प्रमुख अतिथि भिक्षु धर्मरत्नज्यूलाई। उहाँले वास्तवमा भगवान् गौतम बुद्धले सिकाउनु भएको सही बाटो, नैतिक शिक्षा विद्यार्थी भाइ बहिनीहरूलाई पनि हामीले सही बाटो कसरी हिँड्ने भन्ने बारेमा विशेष समयहरू लिएर एउटा 1 घन्टाको समय हप्ताको चाहिँ कम्तीमा पनि मिलाएर एउटा चाहिँ भाइ बहिनीहरूलाई जुन प्रकारको एउटा सही मार्गमा हिँड्ने, भगवान् गौतम बुद्धले चोरी गर्नु हुँदैन, लोभ गर्नु हुँदैन, हिंसा गर्नु हुँदैन भनेर जुन एउटा सही मार्ग सत्मार्गमा चाहिँ एउटा सिकाउनु भएको छ, त्यो मार्गलाई हामीले केही कुराहरू मात्रै पछ्याउन सक्यौँ भने पनि हामी महान मान्छे बन्छौँ। र वास्तवमा दान भन्ने कुरा चाहिँ हामीले अहिले ल्याएका छौँ। हाम्रा भाइ बहिनीहरू पनि भोलिपछि ठुलो भएर पढे लेखे पछाडि माथिल्लो पङ्क्तिमा गएपछि भाइ बहिनीहरूले पनि दान गर्ने भन्ने कुराहरू चाहिँ सिक्नुपर्छ। कति खुसी हुन्छ मान्छे, आज हाम्रा भाइ बहिनीहरू चाहिँ यो ड्रेस लगाउँदाखेरि कति खुसी हुनुहुन्छ होइन। त्यस्तै गरी हामीले भोलि अरू धेरैलाई, हामी अहिले थोरै खुसी भएका छौँ, धेरै मान्छेलाई खुसी बनाउनु पर्ने कुराहरू उहाँले राख्नुभएको छ। निश्चय नै यो एउटा महत्त्वपूर्ण कुरा हो। अब कार्यक्रम हामी अब सक्ने तयारीतर्फ गइरहेका छौँ। आजको कार्यक्रमलाई कसरी निहालिरहनु भएको छ र विद्यालयको तर्फबाट आफ्ना महत्त्वपूर्ण भनाइहरू राख्दै आजको कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनको लागि म आजका यस कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नवराज तिमक्षनाज्यूलाई हार्दिक अनुरोध गर्छु। न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि धर्मरत्न पाण्डेज्यू र यसै यो ट्र्याकसुट उपलब्ध गराउनु हुने हाम्रो गौतम श्रेष्ठ महर्जनज्यू र यो संस्थाका अब सबैको नाम त अब थाहा छैन, संस्थाका अतिथिज्यूहरू, सदस्यहरू, अतिथिज्यूहरू र यसै विद्यालयका सहायक र विद्यालय व्यवस्थापन समितिका सदस्य, यसै विद्यालयका शिक्षक शिक्षिका र यसै विद्यालयका अभिभावकज्यूहरू र यस जनजाति विद्यालयमा अध्ययनरत साना मेरा प्यारा भाइ बहिनीहरूमा स्वीकारित मेरो व्यक्तिगत तर्फबाट र यसै विद्यालयको तर्फबाट र यसै बागमती गाउँपालिका वडा नम्बर 5 को तर्फबाट स्वीकारित मेरो नमस्कार। यहाँ धेरै अब अरू स्कुलमा भन्दा स्कुलमा एकदम यो ट्र्याकसुटहरू न्यानो कपडाहरू कमै भइरहेको थियो। हाम्रो कुमार लामाज्यू र हाम्रो अब गौतम सर हुन त मैले पनि चिनिरहेकै हो, अब सम्बन्धी नभएको कारणले हामी अलिक पछिबाट कुमार सर यहाँ विद्यालय व्यवस्थापन समितिमा आएपछि उहाँले छिट्टो समन्वय गरेर छिट्टै यो ट्र्याकसुट ल्याएर विद्यार्थी भाइ बहिनीहरूलाई वितरण गर्न पाउँदा हामी यो विद्यालयको सम्पूर्ण परिवार नै खुसी छौँ। किनभने हामी खुसी हुनुपर्छ। यहाँ एकदम पिछडिएको ठाउँको गरिब बस्तीमा बस्ने हामी सम्पूर्ण विद्यार्थीहरू, अभिभावकज्यूहरू गरिबै हुन्छ, उहाँहरूको लागि पनि एउटा राहत हुन्छ। किनभने यहाँ एउटा कपडा किन्न पनि अहिले ज्याला गरेरै किन्न पर्ने खालका विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्थ्यो। उहाँहरूले यो स्कुलमा आउँदा ड्रेस लगाएर आउन पाउँदा
अन्त लगाइरहनु भएको छ। अझ यो ट्र्याकसुट न्यानो कपडाको ड्रेस लगाएर आउनु पाउँदा यो विद्यार्थीहरू पनि खुसी हुनुपर्छ, यो विद्यालय खुसी हुनुपर्छ, हामी यहाँको स्थानीयहरू सम्पूर्ण खुसी हुनुपर्छ भन्ने पनि मलाई लाग्छ। किनभने हामीले पटक पटक कुनै पनि संस्थाहरूसँग चाहिँ समन्वय गरिरहेको थियौँ, जहिले ल्याइदिन्छु हामी दिन्छु भन्ने खालका संस्थाहरूले उहाँ कार्यकाल लगभग मेरो 4 वर्ष हुन लागिसक्यो। त्यो कार्यकाल सम्बन्धीको एउटा संस्थाले हामीलाई तपाईँलाई ट्र्याकसुट जहिले ल्याइदिन्छु भनिरहने, त्यहाँबाट सिफारिस बनाएर लैरहने हुँदाखेरि यो एकदम 5 पटक जति त्यो गरेर अहिले खासै ट्र्याकसुट म आएपछि यो विद्यालयमा यहाँको अध्यक्ष पनि बनाएको छु र पहिलो ट्र्याकसुट न्यानो कपडा चाहिँ बाँडियो। जस्तो पहिलो ट्र्याकसुट वितरण हुँदाखेरि म धेरै खुसी छु, किनभने हाम्रो गौतम सर मेटा भोलेन्टर यहाँ समाधिजी र अनि हाम्रा यहाँ धर्म भन्दै मार्फत आउँदाखेरि हामी खुसी छौँ। पहिल्यैदेखि चिना परिचय भएको त्यो हामी सँगसँगै नै धेरै वर्ष भइसक्यो, हामी सँगसँगै नै छौँ। अब उहाँहरू चाहिँ अलिक नयाँ हुनुहुन्छ, हामीले अलिक चिन्न अलिक गाह्रो छ। साथै अब गौतम सर भने हामी सँगसँगै हो। म त पुरानो होला नि। उहाँहरूलाई मैले मेरो व्यक्तिगत तर्फबाट विद्यालयको तर्फबाट सम्पूर्णको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र विद्यार्थी भाइ बहिनीहरूलाई पनि ताली ठोकेर एकदम धन्यवादको साथ तपाईँ हामी एकदम दुर्गम भन्नुपर्ने छ हाम्रो ठाउँ, कर्णाली हो हाम्रो ललितपुरको। अब उता हेर्दै जाँदाखेरि यहाँ आउँदाखेरि नयाँ उनीहरूलाई त यो कस्तो ठाउँ जस्तो पनि लाग्यो होला। म पनि तिनचोटि आइसकेँ, यो सुन्दा अब त आइरहने मान्छेहरू हो, पहिलोपटक आउने मान्छेहरूलाई यहाँ पहिला चोटि आउँदाखेरि यो मार्चसम्म आउँदाखेरि पनि हरेक खालका समस्याहरू छ। यसको लागि हामी अब मेरो वडालाई मैले गर्न सक्ने हरेक खालका पहिलाभन्दा धेरै सुधारहरू गरेर बाटाहरू उहाँहरू पहिला आउनु भएको छ, उहाँहरूले गौतम सरहरू आउँदाखेरि पनि थाहाहरू सकेसम्मको हाम्रो एकदम थोरै बजेट हुन्छ, थोरै बजेटबाट हामीले यसलाई विकास गर्नुपर्छ, अझ राम्रो गर्नुपर्छ भनेर हामीले हरेक ठाउँमा पहल गर्ने अब पहल कदम गरिरहेको अवस्थामा तपाईँहरूले यो विद्यालयलाई यति गर्नु पनि हाम्रो विद्यालयको ठुलो कुरो छ। हामीले स्वीकार्नुपर्छ। हामीले पहिला यही हुँदाखेरि उहाँहरूसँग समन्वय गर्न सकेनौँ, यो हाम्रो कमजोरी पनि भन्न चाहन्छु। किनभने हामी गौतम सर हामी त सधैँ नै भेट्ने भएको कारण पनि हामीले समन्वय गर्न नसक्दा हाम्रो कुमार सरले पहल गर्नुभयो, उहाँले उहाँको अझ नजिक लिएर हामी हिँड्दा भनेर उहाँले गरेर उहाँहरू मार्फत ल्याएर यहाँ सबै विद्यार्थी भाइ बहिनीहरूलाई कपडा दिन पाउँदा हामी खुसी छौँ। र अझ उहाँले धर्मरत्न भन्दैले के भन्नुभएको छ भने अझ हामी सक्यो भने यो विद्यालयको विद्यार्थी भाइ बहिनीहरूलाई सक्यो भने जुत्ता र मोजा पनि हामी ल्याएर वितरण गर्छौँ भन्ने पनि उहाँले प्रतिबद्धता गर्नुभएको छ। यो विद्यार्थी भाइ बहिनीहरूले पनि बुझ्नु पऱ्यो, यो संस्थाले दिएको छ, यो सदुपयोग गर्नु पऱ्यो, राम्रोसँग सफा गरेर लाउनु पऱ्यो। सधैँ आउँदाखेरि एकदम जाडो महिनामा आउँदाखेरि यो ट्र्याकसुट लगाएर आउनु पऱ्यो, किनभने लगाउन दिएको चिज हो, विद्यालयको ड्रेसमा मिलाएर ल्याएको छ। गरिबको बेलामा आफ्नो स्कुलकै ड्रेस छ, त्यो लगाएर आउनु पऱ्यो। यो चाहिँ भाइ बहिनीहरूले पनि अलिकति जतनका साथ लगाएर सफा सुग्घर गरेर आउनुभयो भने तपाईँहरूलाई पनि यो विद्यालयले सम्मान गर्नेछ। किन राम्रो सफा सुग्घर भने सम्पूर्ण विद्यार्थीहरूलाई पनि हाम्रो पुरस्कारको व्यवस्था पनि रहेछ। तपाईँहरू त्यो पुरस्कार पनि हुनलाई अगाडि गर्नुपर्छ भन्ने भाइ बहिनीहरूलाई पनि भन्न चाहन्छु। यो धेरै लामो कुरा नगरौँ भन्ने छ, उहाँहरू अलि हतार छ। धेरै लामो गरे पनि जति कुरा गरे पनि यति नै हुने भएको कारणले यहाँहरू सम्पूर्णलाई म धेरै धेरै धन्यवाद दिँदै अब म पनि यो विद्यालयबाट यहाँ सम्पूर्ण विद्यालयका सम्पूर्ण कार्यक्रमहरू यही समापन भएको घोषणा गर्दै म पनि बिदा हुन्छु। नमस्कार, धन्यवाद धन्यवाद धन्यवाद। ब्याग